धेरै पछि चाहिँ मेरो भ्लगमा फेरि खान्छु हजुरहरूलाई हैन। यो चाहिँ मेरो युरोप आएको चाहिँ पहिलो भ्लग हो हैन दाइ हैन। आज हाम्रो चाहिँ अब टक्क मिलाएर छुट्टी मिलाएर हैन कहाँ जाँदैछौ दाइ यार? लाज मान्नु भएन नि त दाइ हैन। कहिले चाहिँ मजा लाग्छ बेलगेट यस्तो केटाहरूसँग भेटघाट साथीहरूसँग भेटघाट गर्न जान लाउँ दिदीहरूसँग नि हैन। आज चाहिँ फेरि विशेष पनि छ क्या किनकि आज हाम्रो चाहिँ अब हाम्रो न्यू इयर पनि छ हैन। अनि त्यही त न्यू इयरै भनौँ न अब 12 बजे राति 12 बजे जस्तो न्यू इयर भइहाल्छ हैन। अनि गाइज हाम्रो आज एउटा दिदीलाई पनि भेट्न जाँदैछौँ हामी हैन। त्यही भएर चाहिँ टक्क अब छुट्टै खुसी छ हैन। अनि नलजाउँ न यता आउनु न दाइ हैन। अनि अब के भन्ने यस्तै छ हामी चाहिँ अनि यो मलादन वाच दाइ हैन। मलादन वाचबाट चाहिँ कहाँसम्म त यात्रा? बेलग्रेड जेमुनसम्म। बेलग्रेड जेमुनसम्म चाहिँ हामी आज टक्क जाँदैछौँ हैन। अब यही हो युरोप यस्तै छ गाइज हैन। आउनुपर्छ युरोप विदेश आउनुपर्छ घुम्नुपर्छ रमाइलो मजा आऊ तुम्बी ले लो मजा भन्ने जस्तो दाइ हैन। ओ ले लो तुम्बी मजा ल यस्तै छ गाइज। अब चाहिँ अब हैन आज चाहिँ युरोपको बारेमा के छ कसो छ म चाहिँ हैन सर्ट मिनी भ्लगमा चाहिँ धेरै कुराहरू देखाउने। हामी चाहिँ फेरि अब बस स्टेसन नजिक चाहिँ आइसकेका छौँ। अब घुम्ने हैन भित्र गएर देखाउँछु। अब हरेक कुराहरू प्रायः सस्तै पर्छ हैन। हेरौँ है त अब ल यही हो लिडल भन्ने हैन। यो चाहिँ अब यस्तै छ हैन। लिडल हेर्नुहोस् है त सही यस्तै छ। अब हेरौँ के पाउँछ हैन। चामल पाउने चाहिँ हैन चामल चाहिँ अब यस्तो पुरै 1 केजी 2 केजी मात्रै पाउने हो यस्तोमा हैन। छैन खासै राम्रो चामल बोरा चाहिँ पाउँदैन। अरू त यस्तै छ हैन। अब हेर्नुहोस् अब यहाँ यो चाहिँ अब के हो भने अब यो टुबर थाहा छ तपाईँहरूलाई हैन। हेर्नुहोस् 79 हैन। अब 106 129 100 रुपियाँमा नेपालको चाहिँ उताले भिडियो बनाउनु दिएन भित्र गाइज के गर्ने अब यस्तै हो हैन। भिडियो बनाउनु दिएन सामान चाहिँ किनिसकेका छौँ हामीले हैन। यहाँ मिलाएर हैन प्याकिङ हुँदैछ दाइ हैन। हाम्रो चाहिँ एउटा यो भेटेको राम्रो बा है हजुरबा है भर्खरै अब भित्र भिडियो बनाउनु दिएन है। अब जाने हो बाहिर बनाउने हो हामी। अब के छ र हैन भाटबाटनी भित्र भिडियो बनाउनु दिएन क्या है। मुर्दा के गर्ने यस्तै छ ल गाइज। फाइनली बस स्टेसन आइपुग्यो है। बस स्टेसन आइपुग्यो हैन। अब बस आउँछ टक्क चढ्ने हो। भाडा पर्दैन दाइ भाडा पर्दैन है पर्दैन। यस्तो हो नेपाल त के हो क्या यहाँ त बस चढ्यो भने भाडा नि पर्दैन क्या मस्त हैन। अब आउँछ बस टक्क अनि जाने हो दाइ। भाडा पर्छ त पर्दैन के भाडा केही पर्दैन फ्री हैन त फ्री सब फ्री हो यहाँ यस्तो हो नि त। यो कुन ठाउँ रे? यो ठ्याक्कै हामी बेलगेटको जाने बस स्टेसन हो लादेमाको बस स्टेसन। त्यही हो अब खलासी पनि हुँदैन हैन ड्राइभर पनि हुँदैन यहाँ। अब ड्राइभर त हुन्छ ड्राइभर हुन्छ गाइज ल है। अब चाहिँ हेरौँ यो चाहिँ नेपाली कोटेश्वर दाइ हैन। यो चाहिँ नेपाली कोटेश्वर है गाइज। कोटेश्वर भनेपछि बुझ्नु अब जहाँबाट गए पनि जुन ठाउँ गए पनि यही बाटोबाट जाने रहेछ हैन। अहिले चाहिँ हामी यो पुल मुनि छौँ हैन। सबैजना रेडी? हाम्रो दाइ पनि अब भ्लग बनाउँदै हुनुहुन्छ हैन। दाइ घुम्ने हैन त घुम्ने जस्तो कुरा छन् क्या अरे घुम्ने हैन यस्तै छ। अब दाइ घुम्ने हैन त आज होइन दाइ 3 वर्ष भइसक्यो सर्बिया बसेको दाइले घुमाउने आज हामीलाई हैन। लगायत यस्तै छ अब के भन्ने हैन। हैन अब दिदीको र मेरो चाहिँ आज भेटघाट हुँदैछ। हेलो दिदी के छ हैन फाइनली भेट्यो केटा हो फाइनली। दिदी चाहिँ अब यस्तै गाडीमा आएर टक्क झरेपछि भेट्यो। हामी चाहिँ यहाँ कुरिरहेको थियौँ सबैजना हैन दिदीसँग दाइहरू सबैजना हैन। लगाए जस्तो गाडी आयो ल हैन यो हैन सबजना अब जाने यसमा नि हैन जाने हो ल गाडी आइसक्यो हैन। सबजना यसमै जाउँ अब है त गाइज है त हामी चाहिँ घुम्न हिँड्यो है त गाइज। अब हामी चाहिँ अब हैन घुम्न आइसकेका छौँ दाइ के हो ल अब तिमी पनि आऊ ल के छ गाइज यस्तै हो। दाइ पनि आउनु भयो ल दाइ आउनुहोस् ल गाइज। अब हाम्रो दिदीसँग नि आज भेट भएको छ हैन। दादा
के हो के हो यार बिजी भइदिनु है ल गाडी आइसक्यो कि के हो गाडी आएको छैन गाइस गाडी आयो बाई बाई अब यस्तै हो दाइ अब हामी चाहिँ सर्बियामा दाइ है हाल अहिले सर्बिया नेपाली सर्बियामा छौँ हामी बेलग्रेड दाइ अहिले चाहिँ बेलग्रेडमा छौँ हामी है सो गाइस अब आज चाहिँ भनौँ न अब फर्स्ट टाइमै हो मेरो घुम्न हिँडेको चाहिँ अब के हुन्छ कसो हुन्छ म चाहिँ हजुरहरूलाई भन्दै देखाउँदै जान्छु भन्ने चाहिँ अब छ हेरौँ के हुन्छ गाइस है ल गाइस बाई रमाइलो हुँदैछ त होइन रमाइलो हुँदैछ होइन झरी ठाउँ चाहिँ आइसक्यो जस्तो अब रमाइलो त पुरै छैन गाइस त्यस्तै छ रमाइलो छ होइन यहीँ हो झन्डै र झरी ठाउँ पनि आइसक्यो गाइस के गर्ने अब झर्नै पऱ्यो होइन गाइस अब यस्तै हो सर्बियाको चाहिँ बेलिगेट हो यो होइन के छ त घुमघाम ठिक छ उहाँ पनि नेपाली रहेछ है अहिले हामीले चिनेर भेटेर फेरि अनि बाटोबाट सँगै घुम्न लिएर आएको हो कि होइन हो कि होइन भने ल हो र होइन होला ल ठिक छ अरू के भन्ने यस्तै हो होइन आज चाहिँ अब टक्क घुम्न हिँडिएको छ सबैजना हामी चाहिँ पार्कमा आइसकेको है अब कहाँ बस्ने भन्ने कुरा मात्र डिसिजन हुन बाँकी छ लगभग डिसिजन भइसकेको छ त्यहीँ जाँदैछौँ अब के भन्ने यस्तै छ गाइज यस्तै छ पार्क हेर्नु होइन डाइनोसरहरू मस्त खतरा छ खतरा दाइ होइन फलो फलो त्यो चाहिँ घन्टाघर है काठमाडौँको घन्टाघर चाहिँ ठ्याक्कै काठमाडौँको होइन यो सर्बियाको हो तर घन्टाघर पनि रहेछ भनौँ है त अन्डरग्राउन्ड जाँदैछौँ अन्डरग्राउन्ड त के भन्ने होइन ल यो बुढाले गीत गाउनु लाग्यो हेर पैसा माग्ने बुढा म त ढले 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 म त ढले 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 के हो यता यो माई गड के हो यार यो यस्तो के हो यो यार बा रकेट पुरै रकेट है यहाँ ल के हो बेलग्रेड सेलिग्रेड होइन हामीलाई थाहा छैन ल्याङ्ग्वेज केही पनि होइन हामी नेपाली भएपछि चाहिँ जहाँ पनि नेपालीको पारा हो होइन यस्तै छ ल घन्टाघर मुनि छौँ हामी चाहिँ अहिले यस्तै छ है जस्तै पड्किनेवालामा छ यो आज तोपसोप के हो त यो रकेट होइन ओ माई गड ल झन् राम्रो ठाउँ आउँदैछ त के हो झन् राम्रो ठाउँ यार के हो नि त होइन ओ माई गड ल कुकुर आयो कुकुर ल डिओजी डग होइन त यस्तै छ ल ए हाम्रा पनि राजनामले चाहिँ नेपाली सेलिब्रिटीहरूलाई सबैजना है हेर्दैछन् अगाडि है दादा बोक्दा गाह्रो त भएको छैन नि खानेकुरा खाँदाखेरि मजा आउँछ होइन अब के भन्दा म बोक्यौँ कि भ्लग बनाउँ कि म के गरौँ त भन्नु त ओ माई गड म त ढले है त यस्तै छ है हामी चाहिँ आज 11 जना छौँ है त नेपाली सबैजना होइन कता बस्ने कता है त गाइज ल तन्दा उठाउँ मजाले ल दिदी बहिनीहरू ल ए बहिनी त कोही पनि छैन ल दिदीहरू सबैजना ल है ल यस्तो रे ल यस्तो रे है त रेडी 1 2 3 गो वाउ ल है त आज चाहिँ के होला है त ल है त यस्तै हो होइन यहाँ बस्नु भएको ढुकुरको जोडीहरू दुईजना है ल परिवार जोडी होइन कि ढुकुर जोडी परिवार जोडी
के को जोडी बोका जोडी तपाईँ सेमै होला तपाईँ के को जोडी च्याङ्ग्रा जोडी है ल 3 जना के हो दाइ आउनु न दाइ यहाँ पाउनु न जोडी सबै जम्मा भइसक्यो यार तपाईँ के जोडी हो दाइ अब म चाहिँ के को जोडी त ल पारा दाइ ल यस्तै छ होइन अब चाहिँ है खोइ त अर्को खोइ त अनि यति मात्र हो निकाल्नु ल के ल्याएको छ होइन ल पपकर्न रहेछ होइन ल ठिक छ पपकर्न सेल ल अनुहार त के देखाउनु अब राम्रो मान्छेहरू धेरै देखाउनु हुँदैन क्या दाइ फेरि सब्सक्राइबरहरू भ्युजहरू धेरै जान्छ क्या ल ल अचार म चाहिँ अचारवाली म चाहिँ पुलाउवाली होइन मासुवाली ससेसवाली तपाईँ के वाली ल मासुवाली होइन तपाईँ के वाली हो ब्यागवाली प्लेटवाली होइन चम्चीवाली वाली नै हो अब के भन्नु त ल है त गाइज ल के हो यस्तो ओइ सरी के रहेछ पछाडि आयो ल है आज के खाने हो के नखाने हो यहाँ अब तनाव भइसक्यो होइन ओके अलरेडी ल यहाँबाट यो के हो खोल्नु ओहो के हो यो मासु पो रहेछ त ससेज हो के हो ल ससेज पनि यस्तो हुने रहेछ नि त ल पपकर्न होइन सेलरोटी यो के हो अनि मासु ल ओहो होइन म देख्न पर्दैन क्या दाइ चाउचाउ होइन यो के हो ल पुलाउ होइन यो के हो अचार यो के हो यो सन्जय दाइको काम हो यो मान्छेको काम हो ल है त ल यो चाहिँ काट्दै गरेको है यो चाहिँ त्यो कुरुम गरेर हाल्दै गरेको यो चाहिँ अब त्यो मसला कोक हाल्दै गरेको तपाईँ हालेको यस्तो यो त फेरि आउँछ नि फेरि यो त है डेन्जर ल चटपट पनि बन्दैछ है ऊ छ के ऊ छैन भुजिया छैन ए चाउचाउको मात्र हाल्नु हुन्छ ल ह्याप्पी न्यु इयर दाइ ह्याप्पी न्यु इयर है त ल दाइ ह्याप्पी न्यु इयर ल कहाँ हाने यार दाइ यार ल मिलु ह्याप्पी न्यु इयर 1 2 3 गो ह्याप्पी न्यु इयर पर्यो कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो साली यो बिहेमा आउँथे भनेर गर्दै जिस्किने दिनेश भाइ अहिले त आउनु तपाईँ त हो सल फ्याँक्नु न अधिकारी ल आज चाहिँ सर्बियाको यो हाम्रो डाँडो के डाँडो भन्छ अब के हो थाहा छैन होइन तर एकदम रमाइलो छ एकदम इन्डियनहरू पो रहेछ त यार यहाँ के हो यार के हो भाइ साहब के हो ल यस्तो डाँडो छ उता पोखरी छ समुद्र छ होइन
भनेर अब के भन्नु उता समुद्र चाहिँ अलिक उता छ यो सबभन्दा अलिकति हाइटमा छ खतरा छ भ्यू चाहिँ एकदम देख्नको लागि मजा छ होइन हेर्नुको लागि यस्तो छ अब 100 रुपियाँ अब के भन्ने गाइज होइन अब राम्रो छ जे होस् यस्तै हो होइन 100 रुपियाँ गाइज 100 रुपियाँ ल उताको यो नेपाल से या इंडिया यस आई एम फ्रॉम नेपाल नेपाल में कहाँ से हो? नेपाल काठमाडौँ से यार जनकपुर से ओ माय गॉड जनकपुर से ओ दोस्त जनकपुर को दोस्तलाई चाहिँ भेट्यो हैन फेरि पनि हाम्रो सर्बियामा हैन यस्तो सर्बिया इज द गुड भेरी ब्युटिफुल हैन ब्युटिफुल यो इज अब ल है जनकपुरको चाहिँ नेपाली भेटिसकेको छ हाम्रो एउटा दाजु हैन दोब्रो यस हैन के छ अनि क्या छ यहाँ बताऊ मैं यहाँ पे काम से आया था क्या काम के बस कोरियर कंपनी है बस कंपनी ठीक है सैलरी भी ठीक ही है अच्छा यहाँ का जो सर्बिया कंट्री है ऑल इज द बेस्ट और जितना भी आदमी यहाँ का है सब वेरी गुड है और तुमसे मिलकर बहुत अच्छा लगा क्या नेपाली आता है नेपाली आता नहीं मेरा घर है नेपाल में पर मैं नहीं रहता हूँ मैं इंडिया में रहता हूँ अपनी नानी के पास हाँ बाकी नेपाल से हो मैं काठमांडू गया हूँ सभी हर जगह पशुपतिनाथ मंदिर सारा जगह और वहाँ का भी कल्चर मुझे बहुत अच्छा लगा मेरा मम्मी पापा वहीं का है हिंदू मुस्लिम हिंदू हिंदूसँग ल फेरि होइन औ होइन रौता हड्के तो नाम सुनाओ रौता ऊ जनकपुरको जनकपुर त नजिकै त होइन नाम सुनाओ यस्तो हो कि अब भेटिन्छ होइन अब गाइज जस्तै हो नेपालीहरू होइन अब नेपाल चाहिँ हो रे ल हो भन्दै के छ र होइन अब यस्तो छ गाइज अब के भन्ने होइन है गाइज के छ अब कुन समुद्र पारी जाने हो होइन यो समुद्र पारी जाउँ कि त्यो समुद्र पारी जाउँ खतरा छ है भ्यू चाहिँ यहाँको त्यो खतरा छ त्यो खतरा यो चाहिँ बोतल हाउस नआइ के यो पुरै देखिन्छ नि यहाँबाट पुरै बिल्डिङ देखिन्छ यहाँ बसेर हुन्छ नि न्यु इयरको बेला यस्तो खतरा हुन्छ यहाँ झिलिमिली बत्तीबाट राति होइन पुरै त्यो भयो नि त हामी राति आउनु पर्ने रहेछ कहिले आउनु त राति चाहिँ अब राति अब न्यु इयरमा बा चिसो टक्क त्यो खाँदै क्या दाइ चिसो क्या चिसो दाइ त्यस्तो बियर हामी खाँदैन नि त चिसो बियर खाँदै होइन कोक खाँदै होइन टक्क आनन्द लिएर बस्न कम मजा आउँछ त यहाँ दाइ यार आम्मा हो पुरै भ्यू दामी गाइज यस्तै छ अब के भन्नु यस्तै हो अब ल गाइज यस्तै हो बेलिगेट होइन अब बेलिगेटको चाहिँ सर्बियाको बोतल हाउस भन्ने चाहिँ त्यहीँ होला है उयो छ पछाडिको छ नि यताको टक्क त्यही हो बोतल हाउस भन्ने चाहिँ होइन अब हामी चाहिँ घुमिसकेर लगभग फर्किन लागेको सबैजना यस्तो छ गाइज अब के भन्ने होइन सर्बियाको बसै अब रमाइलो हुँदैछ भनौँ होइन आज चाहिँ अब यो नयाँ वर्षको उसमा चाहिँ पारेर चाहिँ हामीले सबैजनालाई यसो घुम्नु जाउँ भनेर प्लान बनाएको होइन प्लान पनि सक्सेस भएर हामी चाहिँ फर्किसकेका छौँ गाइज अब के छ यस्तै हो आज चाहिँ हामी अब होइन घुमेर चाहिँ सकिसकेको छ हामी चाहिँ फर्किसकेका छौँ होइन यस्तै छ अब के गर्ने होइन घुम्नै पऱ्यो अब यसो कहिलेकाहीँ दिनै पऱ्यो होइन ल अब के भन्ने यति नै हो होइन अब म केही कुराहरू चाहिँ अरू भ्लगमा थप्न चाहन्छु र धेरै कुराहरू भन्नु पनि छ होइन सर्वे आउनेहरूको लागि प्लस अब चाहिँ आजको लागि चाहिँ यति नै छ होइन अब सबैजनाले राम्रोसँग हेरेर लाइक सब्सक्राइब पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला के छ सबै गरिदिनु होला होइन अरू के भन्नु यस्तै छ गाइज होइन ल अब सर्वे यही हो होइन फेरि भेट्दैछु भन्ने बाचा गर्दैछु होइन अब ल गाइज बाई थ्याङ्क यू फर वाचिङ भिडियो बाई भेटैमा भयो बाटैमा सुन्दरी